पिन गरेको छु, त्यहाँ गएर हेर्नु होला प्लिज। जति सक्नुहुन्छ तपाईँको 1000, 1200, 1500, 2000ले तपाईँ रित्ति नै होइन, तपाईँलाई चाहिँ सधैँ भगवानको बास रहनेछ। बाबु नमस्कार, म स्टार रुकुम। म आज तपाईँहरूको माझमा सानो सहयोग माग्न आएको। विगत केही दिन पहिला हाम्रो एकजना बाबु दाउरा निकाल्ने क्रममा रुखबाट झरेर गम्भीर चोट लागि दाहिने खुट्टाको घुँडा, दाहिने हात प्लस टाउको र आँखामा एकदम गम्भीर चोट लागेको कारणले गर्दा र प्लस आर्थिक अवस्थामा कमजोरी भएको कारणले गर्दाखेरि, धेरै कमजोर भएको कारणले गर्दाखेरि सम्पूर्ण समाजमा रहनुहुने समाजसेवी, देशमै रहनुहुने देशप्रेमी र आफ्नो कर्मथलो बनाउँदै आउनुभएका विदेशमा रहनुहुने प्रिय दाजुभाइ, आफन्तजन, साथी मित्र सबैजनालाई म रिक्वेस्ट गर्न चाहन्छु। स्वर्गीय वीरबहादुर बटुलाका कान्छा छोरा, उनी बाबुका बुवा पनि केही कामको सिलसिलामा 2-3 वर्ष पहिला भारतमा चाहिँ उहाँको डेथ भएको थियो, एक्सपायर भएको थियो, बित्नु भएको थियो। वर्ष 13 सुशील बटुला दाउरा निकाल्ने क्रममा रुखबाट झरेर दाहिने खुट्टाको घुँडा भाँचिएको, दाहिने हात भाँचिएको, आँखा र टाउकोमा गम्भीर चोट लागे घाइते भएको हुँदा उपचारका लागि आर्थिक अवस्था कमजोर रहेको र उपचारको लागि आर्थिक जुटाउन गाह्रो भयो। हामी सम्पूर्ण सबैजना मिलेर चाहिँ सानो सहयोग तपाईँले गर्ने सहयोग नै उसको जीवनको आधार बन्न सक्छ। त्यही भएर मनका धनी व्यक्तिलाई चाहिँ हम्मल अनुरोध गर्दछु कि सकेको सहयोग गर्नुहोला। सहयोग गर्नुहुने मनका धनी व्यक्तिहरूलाई अझै पनि अपिल गर्न चाहन्छौँ र धेरै थोरैजनाले चाहिँ सहज उपचारको लागि चाहिँ आर्थिक रूपमा आफूले सकेको सहयोग गर्दै आउनुभएको छ। आशा छ अझै पनि सम्पूर्ण यो अभियानमा जोडिनुहुनेछ र सबैले सकेको सहयोग गर्नुहुनेछ। साथै मसँग खातावालाको नाम, खाता नम्बर छ, प्लस म क्युआर पनि मेन्सन गरिदिउँला। खातावालाको नाम रहेको छ विनोद बटुला, ब्याङ्क प्रभु, खाता नम्बर 1750202501600018। रिपिट गर्छु, सुन्नुहोला, 1750202501600018। ब्याङ्क प्रभु, खातावालाको नाम विनोद बटुला रहेको छ। म क्युआर पनि राखिदिन्छु र मेरो पहिलो पोस्टमा गएर पनि हेर्नु होला, मैले पिन गरेको छु, त्यहाँ गएर हेर्नु होला प्लिज। जति सक्नुहुन्छ तपाईँको 1000, 1200, 1500, 2000ले तपाईँ रित्ति नै होइन, तपाईँलाई चाहिँ सधैँ भगवानको बास रहनेछ, बाबुको आशीर्वाद लाग्नेछ। त्यही भएर जति सक्नुहुन्छ सकेको सहयोग गर्नुहोला। सहयोग नै मानवता हो। हस्, धन्यवाद। यति भन्न आएको, रिक्वेस्ट गर्न आएको, बिन्ती बिसाउन आएको। सक्नुहुन्छ भने गर्नुहोला, सक्नुहुँदैन भने त्यस्तै छ, आफ्नो स्थिति हेरेर गर्नुहोला। धन्यवाद। फेरि पनि सहयोग गर्नुहुने सम्पूर्ण मनका धनी दाजुभाइ, दिदीबहिनी सम्पूर्णलाई एकमुष्ट धन्यवाद गर्दै फेरि सहयोग गर्न चाहनुहुनेलाई अनुरोध गर्दछु, प्लिज सकेको गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।